यहाँहरूलाई स्वागत छ। अश्विनी नक्षत्रमा जन्म भएका व्यक्तिहरूको प्रभाव वर्चस्व कस्तो रहन्छ त भन्ने विषयवस्तुलाई लिएर आइसकेका छौँ। अश्विनी नक्षत्र भन्नाले हामीले के बुझिन्छ भने अश्विनी नक्षत्र भनेको अश्विनी कुमारहरूलाई विशेष गरी हामीले बुझ्न र चिन्न सकिन्छ। उहाँहरूलाई हामीले देवकालमा ताका डाक्टरको रूपमा हामीले चिन्ने गर्दथ्यौँ। अश्विनी नक्षत्रमा जन्म भएका व्यक्तिहरू साहसी, ऊर्जावानशील, गतिशील र उपचार सेवामा, डक्टरी पेसामा यहाँहरूलाई आबद्ध भएको हामीले प्राय भेट्न र देख्न सक्ने गरिन्छ। नक्षत्रका आधारमा हेर्दा चु, चे, चो, ला, अश्विनी भनेर हामीले हेर्न सकिन्छ। यदि चु, चे, चो, ला यो 4 चरणमा यदि कसैको पनि जन्म भएको छ वा जन्म राशिको आधारमा पहिलो नाम यो अक्षरदेखि निक्लिएको छ भने त्यस्ता व्यक्तिहरू अश्विनी नक्षत्रमा पर्ने गर्दछन्। र भनिन्छ शुभ्र वर्णौ शुभकृतौ शिरो वयवौ रुचिकरौ, रूपमा सुन्दर, आकर्षक, तेजस्वी र उपचार, चिकित्सा, आयुर्वेद, वैकल्पिक चिकित्सा यो क्षेत्रमा चाहिँ यहाँहरू विशेष रूपमा निपुण हुने गर्दछन्। र यिनीहरूमा सेवा, साहस र नवीनताको भावन प्रबल रहने पनि गर्दछ। र प्राय यस्ता व्यक्तिहरू एकाग्रता नहुनु, चञ्चलता, स्वतन्त्र विचार, आविष्कारशील, एकदमै साहस, जोखिम उठाउन सक्ने, नेतृत्व गर्ने क्षमता र जोखिम उठाएर अगाडि बढ्न सक्ने क्षमता यस्ता व्यक्तिहरूमा हामीले पाउन सकिन्छ। हजुरहरूको पनि जन्म यदि यो 4 चरणमा वा 4 अक्षरमा भएको छ भने यहाँहरूमा पनि यस्तो प्रभाव रहने गर्दछ। प्राय यस्ता व्यक्तिहरू धार्मिक आस्थावान रहने र केतुले प्राय यस्ता व्यक्तिहरूलाई एकान्त प्रिय र आध्यात्ममा रुचि रहिरहने यस्ता व्यक्तिहरूमा पनि हामीले पाउन सकिन्छ। हस्त, धन्यवाद।